गाइस दर्शन नमस्ते मेरो न्यू ब्लग रेसमा तपाईलाई स्वागत गर्न चाहे। अहिलेको चाहिँ टाइम 6:30 बज्न आँटेको छ, बेलुकाको टाइम हो। ड्युटीबाट म तपाईहरुलाई खबर गर्दैछु। मेरो भिडियो लाइक शेयर सब्स्क्राइब गरिदिनु होला। मेरो भिडियो आज चाहिँ हल्का डिफरेन्ट रहेको छ। यो भिडियो मार्फत तपाईले भिडियो हेर्दै गर्नु होला। तपाईले यो भिडियोको हेर्नुस्, भिडियोबाट नै तपाईले हेर्नुस्, टाइटल थाहा पाइहाल्नुहुन्छ बोलेकोबाट नै। ल त भिडियो सुरु गरौँ है। हेलो साथीहरु, हेर्न सक्नुहुन्छ तपाईहरुले टायर चेन्ज गर्न आएको गाडीहरुको टायर चेन्ज गर्दैछ। साथीहरु यस्तो दृश्यहरु हेर्न सक्नुहुन्छ। तपाईलाई चाहिँ यो हाम्रो होटलको भिजिटको बारेमा केही कुराहरु पस्किन गइरहेको छु। हेर्न सक्नुहुन्छ यस्तो जग्गाको हाल खबर। यस्तो जग्गाबाट मान्छे निस्किरहेको छ, यस्तो पानी आइरहेको छ। हेर्न सक्नुहुन्छ यस्तो छ। सुरु गरौँ है साथीहरु। यो वास मेसिन छ यतातिर, यस्तो छ एउटा कति तपाईहरुको मान्छे बस्ने टेबलहरु छ यतातिर। कसरी उन्ने छ यतापट्टि सप्लायर हो, यो यता लोकल नै हो। यस्तो भिडियो हेर्नु यस्तो छ। देशको बाहिरको चिज यस्तो छ। यतापट्टि चाहिँ गाडी रोकेको छ। यस्तो यतापट्टि यो हाइवे रोड हो। यो यतापट्टि चाहिँ काउन्टर रहेको छ, यतापट्टि फ्रिज रहेको छ, आइसक्रिम राख्ने फ्रिज। यतापट्टि रुम हो, रुमहरु हेर्न सक्नुहुन्छ तपाईहरुले। रुमहरु टेबलहरु हो, यो टेबलहरु यस्तो छ, टेबलहरु हो। बोतलहरु हेर्नु, यो 80 रुपैयाँ बन्छ, 80 रुपैयाँको बन्छ। यो टेबल रहेको छ, टेबलमा पानी राखेको छ। हेर्न सक्नुहुन्छ यस्तो जग्गाको दृश्यहरु। हेर्न सक्नुहुन्छ किचनमा यस्तो छ, हाल खबर हेर्न सक्नुहुन्छ। पुरा परोटा पकाउने तावाहरु। अनि हाम्रो दाइ यता बस्नु भएको छ, जय नेपाल भन्दै हुनुहुन्छ। जय नेपाल, मेरो घर पन्थाप हो, पल्पावरे उहाँ घर। उहाँसँग चाहिँ रमाइलो मान्छे हुनुहुन्छ उहाँ। साथीहरु हेर्नु दे, यता हाम्रो भाइले चाहिँ यता चिकन बनाउँदै हुनुहुन्छ उहाँले। ए तपाईलाई छेउको यस्तो देखाउन चाहे मैले। हेर्नु त कसरी पाकिरहेको चिकन। भाइ चाहिँ हाँसिरहनु भएको छ। हाम्रो दोकानको बोर्ड त्यस्तो लेखेको छ, मलयालम उताको भाषामा लेखेको छ। अनि त्यो